सेवा नमस्ते साथीहरू, मेरो सानो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। मिनी भ्लग भनौँ कि के भनौँ, तर सानो छोटो मिठो भन्दा पनि अब बोल्दा बोल्दा लामो हुन्छ होला, त्यही पनि हेरिदिनु होला। फाइनली गाइज, आज म ह्याप्पी छु। आज हाम्रो मिहिनेतको फल आएछ, स्यालेरी आइरहेछ यहाँ। यस्तोमा दिन्छ हौ हामीलाई त स्यालेरी, टर्कीमा त यस्तोमा स्यालेरी दिँदो रहेछ यहाँ। नाम दिएछ यहाँनिर मेरोमा। यसलाई पाउनुको लागि यहाँबाट तर पसिना, न रात भन्नु पाइन्छ, न भोक तिर्खा भन्नु पाइन्छ। परदेशको ठाउँमा कति दुःख हुन्छ साथीहरू, परदेशको ठाउँमा बस्नेलाई मात्रै थाहा छ। हेर्नुहोस् गाइजहरू, सबै हो हामीलाई त्यस्तो दिन्छ हौ। अमेरिकी डलर नि, $100 नोटहरू यहाँनिर, यो आधीसम्म नि अमेरिकी डलर। यहाँनिर यो टर्की पैसाहरू, यो युरो सायद उयसको होला हौ। युरोहरू यसरी दिन्छ। यो तिनवटा त चल्छ यहाँनिर डलरहरू। यो $100 नेपालको कति हुन्छ, 15,000 कि न कति हुन्छ हौ $100 यसरी दिन्छ $100 यसरी चल ठुल्ठुलो नोटहरू यसरी। त्यही भएर साथीहरू मिहिनेत चाहिँ गर्नुपर्छ। मिहिनेत गऱ्यो भने यसरी मिहिनेतको परिश्रमको फल पाइन्छ साथीहरू। पहिलेको बुढापाकाले भन्ने गर्थे नि, 20 बिनाको सर्प र 1 बिनाको मान्छे काम लाग्दैन। त्यही भएर मनमा दिमागमा इच्छा लिएर अगाडि बढ्नुपर्छ साथीहरू। नत्र भने पैसा भएन भने आफ्नै आफन्तले पनि यस्तो हेला गर्छ, यस्तो हेला गर्छ। म त भोगेर यहाँसम्म आएको साथीहरू। चाहे छोरा मान्छे होस् चाहे छोरी मान्छे होस्, हिम्मत चाहिँ हुनुपर्छ है। म त गर्नु सक्दिनँ, म त अगाडि बढ्नु सक्दिनँ भनेर चाहिँ बस्नु हुँदैन। अझ छोरा मान्छे भन्दा छोरी मान्छेले हिम्मत जुटाएर यहाँसम्म पुग्नुपर्छ। किन साथीहरू, म पनि पहिला त्यस्तै भन्थेँ, के गर्नु सकिँदैन होला, के गर्नु सकिँदैन होला भन्थेँ। आफ्नै आफन्तहरूले पनि हेर्थ्यो। म विदेश आउँदाखेरि आफ्नै आफन्तले पनि नताएको, तर आफ्नै आफन्त बिचमा पनि कोही यस्तो आफन्तहरू हुन्छ कि गरी खाओस्, उन्नति प्रगति गरोस् भन्ने हुन्छ। तर आफ्नै साथै आफ्नै आफन्तहरूले चाहिँ कमाउँछ होला, गएर धेरै कमाउँछ होला, हामीभन्दा धेरै कमाउँछ, डाहाले पनि पैसा दिँदैन। म पनि त्यस्तोमा परेको छु नि साथीहरू। मलाई पनि आफ्नै आफन्तहरूले के भनेको छ भने, पहिला प्रमाण दे अनि पैसा दिन्छु, त्यस्तो पनि भनेको छ मलाई। त्यही भएर आफ्नै आफन्तलाई देखाउनुको लागि पैसा चाहिँ कमाउनु